ढोका न के भयो भने हामी चाहिँ सर्वे क्याम्पिङ गर्दैछौँ हाम्रो चाहिँ ग्रुप भिजाइदिएको छ होइन यस्तो भइरहेको थियो शिवलाई चाहिँ ज्योतिषको माला गर्नु शिवलाई रङ भएर आउँछ यो सागर जस्तो खत्तम क्याम्पिङ। सो हेलो एभ्रिवान वेलकम टु द न्यू व्लग। अनि यहाँ चाहिँ हाम्रो ग्रुपको के भन्छ सर्वे क्याम्पिङ चलिरहेको छ। इट्स डे 2 अनि डे 1 को केही गरेको छैन। उता एउटा ग्रुप छ उता बसिरहेको छ। हाम्रो यहाँबाट सिधा हेर्दैछ अनि यहाँबाट फेरि उता सिधा जङ्गलमा अर्को ग्रुपहरू उता पुगिसक्यो। आधीले लेभलिङ गर्दैछ आधीले के गर्दैछ। हामी चाहिँ भर्खर नै छौँ तर अब बिस्तारै गर्छौँ होइन। कति धेरै काम गर्छ समाचार सबैभन्दा धेरै काम गर्ने मान्छे के भन्छ धेरै काम गर्छ यार गफमा काम गर्छ अरे। सबैभन्दा धेरै काम गरेर बिचरा गरिसक्यो। आज पनि होइन हिजो पनि गरिसकेको थियो। हिजो 12 बजेपछि त आम्मामा यस्तो मिठो निन्द्रा लाग्यो भनेर यो मान्छे कता हरायो। 1 घन्टा कि 2 घन्टै हरायो होला यो मान्छे। यो सायमनले त नि हिजो भात खाने खाने सिनारो बस्नु भन्दा पनि नदिएको उठाएर काम गर्नु थाल्यो। धन्नै त्यति गऱ्यो भने नभए राति कति हुन्थ्यो। राति त होइन सकिँदैन थियो ढिलो हुन्थ्यो नि। त्यतिखेर त हामीले बल्ल बल्ल सकेको अनि त्यो लास्टको कति उयो भयो। अनि अर्को ग्रुपले अनि यस्तो भन्दै थियो नि यसलाई सक्यो होइन तिम्रो त भन्दै भनिआएको थियो। मिलायो नि त सर यो अब मुनि सेन्टरिङ मिलाउनु पर्यो। सेन्टरिङ मिलो सरले चाहिँ 3 सेकेन्डमा पुरै ट्याकटुक मिलाइदिनुहुन्छ क्या। तपाईँले बनिसक्यो र भइसक्यो त्यतिले अब मिलाउनु कस्तो राम्रो आउँदो रहेछ है। क्यालकुलेटर भन्दा 76 डिग्री 36 मिनट 05 सेकेन्ड 05 भनेपछि एउटा 15 मिनट आयो। धेरै डिफ्रेन्स आयो 15 मिनट मिनेटको आयो सेकेन्ड अनि भइहाल्यो त 10 सेकेन्डको 10 20 मा भनेछ नि त हैन। मिनेटको आयो तसँग चाहिँ अनि मिनेटको त थोडा हुँदैन त नि। योदेखि यो घटाउनु यो देखियो त्यही दुइटाको यो पातहरू हटाउन आएको म अहिले चाहिँ। अनि यिनीहरूले गएर डिस्टर्ब भयो अरे क्या धेरै भयो। सुरेन्द्र मेरो साथी कति आयो 137 देखेको छ देखेको छैन। स्टेसन 4 यो 4 भयो। अनि उता त्यहाँ 5 त्यहाँदेखि अझै उता छैन एउटा 6 सिजनहरू त्यहाँ छ। ए भर्नुपर्ने चाहिँ यति हो। अर्को एउटा पेपर बिग्रियो जस्तो लाग्यो। अब यसमा भर्नुपर्ने छ हामीले। किक बक्सिङ ल ल ल ल दाजु बहिनीको त्यस्तो एट्याक गर्न पाउँदैन त्यो। ढोका 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 छिटो 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 ढोक्नुपर्छ ढोक्नुपर्छ। पाप लाग्छ क्या छिटो ढोका न। होइन 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 तिमी होइन क्या पापी ढोका न। आहा ल अब त तँलाई राति हाल्नुहुन्छ त सुन ल 3 सेकेन्डमा सकिन्छ। म मिलाइदिउँ होइन होइन तै गर तै छिटो गर्छस् तै गर्नु के चाहियो भन्न। होइन होइन म अर्को स्टेसनदेखि गर्छु नि त उतापट्टिको म गर्छु नि त ल घर अहिले चाहिँ हामी सामाथलामा अर्को पोस्ट देखाउन गइरहेको छु। यहाँ झमक पनि आइसकेको छ होइन। ओ यो त आज खतरा ड्रेसमा आएको छ त मैले पनि नचिनेको कोरियन हो नि त। हाम्रो कहाँ छ उता होला उता उता उताहरूको यहाँ भनेपछि अब 6मा हिजो तिमी आएको थियो होइन 6मा कि थिएन त्यसो उता ए उताबाट के गर्नु अहिले चाहिँ 11 ट्याक्कै बजिसक्यो। हाम्रो खाजा खाने टाइम चाहिँ 12 बजे भन्नुभएको थियो होइन। अब यो सक्छौँ होला गरिसक्छौँ होला। यो चाहिँ यो यता एउटा अनि त्यहाँबाट ए स्टेसन भन्ने छ त्यहाँ सरहरू बस्नुभएको छ त्यहाँसम्म गर्ने हो। यति एउटा बाँकी छ 11 बज्यो। अब 12 बजेसम्म सकिन्छ होला। अनि खाना खाएर अनि त्यसपछि फेरि अर्को गर्ने। अर्को ग्रुप दुईवटा ग्रुप चाहिँ गइसक्यो होला खाना खाना। रसन गीत लाउँदैछ
यो चाहिँ खतरा छ है यो चाहिँ आवाज यसको मान्छे हेरेको छौ त्यो मान्छे चाहिँ पातलो छ आवाज चाहिँ खतरा छ यसको उतापट्टि चाहिँ त्यहाँ ग्राउन्ड रहेछ फुटबल खेल्ने ग्राउन्ड गर्मी त लास्टै नि गर्मी के कहाँ सिधै त रोड निस्किने मागो खै कोसित यहीसित छ अरे अब चाहिँ हामी स्टेसन नम्बर यो कति हो 5मा छौँ यता 4 छ यता 6 छ हजुर यताको लिएको त यो मात्रै होइन अब यो लिने अनि अनि 6मा लिने त्यति हो हाम्रो त्यति बाँकी छ अब यहाँ जङ्गल यस्तो छ होइन जङ्गल त होइन जङ्गलै हो तर के भन्ने जङ्गल यस्तो छ फर्स्ट टाइम के हो कसले उयो गरेको काम पाएन मुला ए यही गर्दै बसेको आम्मामामा रड यत्रो छ अब चाहिँ लास्टमा एउटा बाँकी छ होइन यहाँ चाहिँ लास्टै झ्याउ हुन्छ क्या बिचमा उहाँ यस्तो झारी पर्छ अनि उताबाट त्यो घाँस उता बिचमा यस्तो घाँस पर्छ अनि उताबाट जानुपर्छ यस्तो झ्याउ हुन्छ नि मिल्दैन यहाँ हिजो हामीले 8 कि 9 चोटि गरेको त्यही पनि मिलेको थिएन क्या यो भनेको नमिल्ने आशिका बोलाउँदैछु अनि अब यहाँबाट गर्छ नि दाइहरू के त्यहाँदेखि सक्यो अब यो सकेर खाना खाऊँ होइन केटा हो अनि त्यसपछि चाहिँ उहाँ लेभलिङ गर्नुपर्छ खाना खाएर एकछिन बसौँ यसको हिसाब पनि गर्नुपर्छ अनि त्यसपछि चाहिँ लेभलिङ गर्नुपर्छ सक्नुपर्छ नि 5 बजेसम्म 5 बजे मात्रै हाल्यो 3 घन्टा चाहिँ लगातार हुन्छ नि अनि हान्नुपर्छ है ल हाम्रो ग्रुप आइरहेको छ बान्तवा आशिका निरुता सुरेन्दर सामत अनि म अनि उहाँ छ विनायक भाइ चाहिँ लास्टै खट्यो आज बिचरा पक्रेछ अघिदेखि बो भाइ अनि एउटै फोन छैन भन्थ्यो त ए त्यस्तो धाट्ने कुरा त नगर है एउटै फोन थिएन भन्थ्यो मलाई अनि अहिले दुईटा छ अनि बान्तवा आऊ छिटो खै हौ आउँदैन खै आएन यहाँ सबैजना ग्रुप फोटो खिच्न बसिरहेको छ होइन ल अब दुईटा ग्रुपको यहाँ सकिसक्यो होइन अब सक्यो होइन आम्बो यता हेर त ऊ यत्तिकै आम्बो अनि अब हामीहरू चाहिँ सबैजना जाने होइन अनि अब खाना खाने होला गर्दैछ मेरो स्पेसल क्यामेरा यो त त्यो फिल्महरू बनाउँदाखेरि पनि यस्तो युज गर्दैन जुम त खतरा हो नि फेरि ओ दीक्षे ल यो दीक्षा धेरै हानु अब हामी जाने केही हुँदैन यस्तो झारी छ यस्तो झारीको बिचबाट जानुपर्छ यो सबै पासेर पोलेर यस्तो हुन्छ नि यो अब हामी जान्छौँ अनि त्यसपछि अब हामी खाना खाने होला नभए फेरि लेभलिङ गर्ने जस्तो लाग्यो खै के हुन्छ अब हाम्रो लेट्सी भरे हालौँ भनेको अहिले चाहिँ म उता जाँदैछु होइन अनि उता केटाहरू गर्दैछ हाम्रो केटाहरू चाहिँ उता पछाडिपट्टि छ यहाँबाट फर्स्टमा गर्दैछ अनि यहाँ चाहिँ लास्टै भिड छ सरहरू चाहिँ अहिले कता जानुभएको छ अनि यहाँ चाहिँ भिड रहेछ है अलिकति यिनीहरू गर्दैछन् यो लेभलिङ केही भन्न चाहन्छु केही भन्न चाहदिनँ साथी गलेर हिँड्न नसक्ने भएको छौँ त्यति हो एक घुर्की त ल्याऊ यार अहिले नै आउँदैछ म चाहिँ कुसुम रेग्मी हो होइन अनि म चाहिँ हामी सबैजना एकछिन ल भन एकजनाले भन्नु ल के भयो भने हामी चाहिँ सर्वे क्याम्पिङ गर्दैछौँ हाम्रो चाहिँ ग्रुप गइरहेको छ होइन यस्तो भइरहेको यो शिवलाई चाहिँ ज्योतिष शिवले सक्ने यो सागर जस्तो खत्तम के हेलो प्रकरण भनेर फेरि जन्मन गाडी मेरो जिन्दगी भनेर चाहिँ हतार टेप पक्रिन्छ अहिले चाहिँ हामी खाना खानको जाँदैछौँ कसको खाना खान किन जान्छ मासु भात खान हामी चाहिँ अहिले